राधे राधे। हजुरहरू सबैलाई स्वागत छ श्रीकृष्ण बानी युट्युब च्यानलमा। हजुरहरूको सानो साथ र सहयोगले मलाई हौसला मिल्ने थियो। मेरो भिडियोहरू राम्रो लागेमा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। आज पनि म तपाईहरूको अगाडि एउटा सानो कथा लिएर आएको छु, श्रीकृष्ण, काग, कमल र सुगाको। अब म त्यो कथा सुरु गर्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोस् है। धेरै पहिलेको कुरा हो। एक दिन भगवान श्रीकृष्णले सुगा, कमल र कागलाई बोलाएर भन्नुभयो, तिमीहरू सबैजना आफ्नो इच्छा माग, म तिमीहरूलाई एउटा वरदान दिन्छु। त्यति भन्न नपाउँदै सुगाले भन्यो, मलाई सुन्दर र रङ्गीन बनाइदिनुस्। कमलले पनि त्यही माग गर्यो, मलाई पनि सबैभन्दा आकर्षक बनाइदिनुस्। तर कागले मलाई त कुरूप नै बनाइदिनुस्, तर निडर बनाइदिनुस् भन्यो। यो सुनेर सुगा र कमल जोर जोरले हाँसे, कागको खिल्ली उडाए। त्यत्तिकैमा भगवान श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो, तथास्तु। त्यति भन्न नपाउँदै सुगा आफ्नो सुन्दरताकै कारण सधैँ डराउँदै बाँच्न थाल्यो, पिञ्जरामा थुनियो। त्यसरी नै समय बित्दै गयो। कमल सुन्दर त बन्यो, तर हिलोमै उम्रिन बाध्य भयो। तर काग उकुरूप भए पनि निडर थियो। हरेक मानिसको अगाडिबाट खुलेआम आकाश चिर्दै उड्यो। यो कथाबाट के सिकिन्छ भने, बाहिरको सुन्दरताभन्दा साहस र स्वतन्त्र नै ठुलो हुन्छ। त्यसैले जीवनमा सुन्दर वस्तु होइन, साहस र स्वतन्त्र भएर बाँच्न सिकौँ। राधे राधे।